हाम्रो पुलिस स्टेसनबाट पनि हामीले डिफ्रेन्ट स्कुल जुन चाहिँ हाम्रो पुलिस स्टेसनको अन्डरमा पर्दैछ या ग्राम प्रशासन केन्द्रहरू भनिन्छ जिपिकेहरू, सो त्यस्तोहरूमा गएर हामीले पब्लिकहरूलाई, जनरल पब्लिकहरूलाई र स्टुडेन्ट्सहरूलाई चाहिँ हामीले के गर्दैछौँ, एउटा अवेरनेस प्रोग्राम जस्तो हामीले अर्गनाइज गरिरहेका छौँ। सो यसै क्रममा आज चाहिँ हामी तपाईँहरूको स्कुलमा आएको छौँ। सो तपाईहरूलाई पनि अब स्कुलको पनि धेरै एउटा प्रोग्राम्सहरू हुन्छ या तपाईँहरूको क्लासेसहरू पनि हुन्छ। सो म एकदमै तपाईँहरूलाई क्लास तपाईँहरूको डिस्टर्ब नगरिकन एकदम छोटकरीमा के टपिक छ र के प्रकारले मैले कभर गर्नुपर्ने म एकदम छोटकरीमा तपाईँहरूलाई कभर गरेर भन्नु गइरहेको छु। ओके, सो तपाईँहरूको तर्फबाट पनि पार्टिसिपेसन चाहिँ म आई एक्सपेक्ट कि तपाईँहरूले पनि केही मलाई इनपुट दिनुहुन्छ होला भनेर। सो यस्तो चाहिँ नसोच्नुहोस् कि हामीले मात्रै जानेको छ र यो पुलिसले मात्रै भनेको कुरा उयो हुन्छ भनेर। लेट्स बी अ इन्टरेक्टिभ सेसन होइन। तपाईँहरूकोबाट पनि केही इनपुटहरू छ भने हामीहरूलाई पनि दिनुहोस् होइन। सी द सोसाइटी बिलोङ्स टु यु नाउ। तपाईँहरू नै यो सोसाइटीको के हो, फ्युचर हो होइन। अब जस्तै मेरो रेसिडेन्ट कहाँ हो भन्दा म याङको मान्छे हो, बट मेरो पोस्टिङ भएर यहाँ म केमा छु, मङ्गन पुलिस स्टेसनमा छु, मङ्गनको अन्डरमा छु। नाउ तपाईँहरू भनेको यो लोकलहरू हुनुहुन्छ तपाईँहरू यहाँको। सो भोलिको दिनमा यो समाज कसरी कहाँ लाने, कस्तो प्रकारको समाज तपाईँहरूलाई चाहिन्छ, कस्तो प्रकारले तपाईँले बिल्डअप गर्नु चाहनुहुन्छ, नाउ इट्स इन योर ह्यान्ड। ओके, सो तपाईँहरूले नै डिसाइड गर्नुपर्छ। अहिले तपाईँहरूले सायद यो चिजहरू बुझ्नुहुन्न होला, किनभने तपाईँको एजले गर्दाखेरि पनि हो, तपाईँहरूलाई यो सब चिजहरू थट्स आउँदैन। अहिले त कहिले छुट्टी हुन्छ है, मिड डे मिल कतिखेर खाउँ, घर कहिले जाउँ र टिभी हेरौँ, त्यही सब चिजहरू ध्यानमा हुन्छ होइन। रिल्स हेर्नु मजा आउँछ होइन, फेसबुकमा के सोजहरू आउँछ, सिरिजहरू आउँछ, ध्यान त्यहाँ हुन्छ इक्जाम कसरी पास गरौँ, होमवर्क के छ भनेर। नाउ बट लेटर अन जब तपाईँहरू पनि अलिक ठुलो भएर जानुहुन्छ त्यतिखेर तपाईँहरूले पनि रियलाइज गर्नुहुन्छ। नाउ तपाईँहरूबाटै कतिजना पछिको के हुन्छ, टिचर्सहरू भएर यही स्कुलमा आउनुहुन्छ होइन। त्यसरी नै तपाईँहरूबाटै कतिजना पुलिसमा आउनु होला, तपाईँहरूबाटै कतिजना जजेसहरू हुन्छ, तपाईँहरूबाटै कतिजना डक्टर्सहरू हुन्छ। सो यो सोसाइटी एज अ होल तपाईँहरूले नै के गर्नुपर्ने हुन्छ, बिल्डअप गरेर लानुपर्ने हुन्छ। सो तपाईँहरूले चाहिँ राइट पाथमा जानुभयो भने, तपाईँहरू एकदम सही मार्गमा चल्नुभयो भने के हुन्छ, तपाईँहरूको सोसाइटी, तपाईँहरूको यो ठाउँ जुन चाहिँ छ त्यसलाई पनि त्यसरी नै तपाईँहरूले सही मार्गमा लिएर जान सक्नुहुन्छ। सो हाम्रो मेन उद्देश्य नै त्यही हो। यो अवेरनेस प्रोग्राम गराएर तपाईँहरूको खालि यहाँनिर 2 घन्टा 3 घन्टा हामीले राखेर घाममा डढाएर केही उद्देश्य चाहिँ के हो हाम्रो, खालि कि तपाईँहरूको दिमागमा चाहिँ एउटा सचेतना जागरुक होस्, तपाईँहरू पनि एउटा योग्य काबिल एउटा के बनोस्, फ्युचर, सिक्किमको फ्युचर बनोस्। यसरी नै अब हामी त फेरि नेक्स्ट 50 इयर्सको सेलिब्रेसनमा हामी नहोला, बट तपाईँहरू हुनुहुन्छ होइन। सो अहिलेको सिक्किम, यहाँसम्म आएको सिक्किमलाई पछि तपाईँहरूले कस्तो प्रकारले कहाँ लिएर जानुहुन्छ, अबको 50 वर्ष बादमा सिक्किम कस्तो ठाउँ तपाईँहरू चाहनुहुन्छ, जहाँनिर चाहिँ गुन्डा भएको, जहाँनिर चाहिँ झै झगडै मात्रै हुने त्यस्तो सिक्किम चाहनुहुन्छ कि या त एकदम पिसफुल शान्त जस्तो अहिलेसम्म छ सिक्किम, त्यस्तै सिक्किम तपाईँहरूले पनि पछि चाहनुहुन्छ। नाउ द्याट इज इन योर ह्यान्ड। ओके, सो यसै क्रममा म तपाईँहरूलाई फर्स्टमा एउटा क्वेसन सोध्न चाहन्छु। हाउ मेनी अफ यु हेभ नोन अबाउट कन्स्टिट्युसन अफ इन्डिया? तपाईँहरू कसलाई याद छ कन्स्टिट्युसनको बारेमा? सुन्नु भएको? नाउ कन्स्टिट्युसन अफ इन्डिया कहिलेदेखि लागू भएको? एनीवन? हाम्रो यस्तो हुन्छ कि अब जेनरली भन्दाखेरि पुलिस छोडिदिनुहोस्, तपाईँहरू स्टुडेन्ट पनि छोडिदिनुहोस्। ओके, सो हामीलाई हाम्रो हिस्ट्रीको बारेमा, इतिहासको बारेमा चाहिँ नलेज हुनुपर्छ, बुझ्नुभयो? यो चिज चाहिँ तपाईँहरूलाई जेनरली पनि, सपोज म त होइन, म साइन्सको स्टुडेन्ट हो, म कमर्सको स्टुडेन्ट हो भनेर हुँदैन। नाउ हिस्ट्री चाहिँ तपाईँहरूको हाम्रो इतिहास हो। यो चाहिँ जुनै स्ट्रिमको हुँदाखेरि पनि स्कुलमा तपाईँको टपिक छैन अरे सपोज हिस्ट्री भने पनि तपाईँलाई आफ्नो हिस्ट्रीको बारेमा जानकारी राख्नुपर्छ तपाईँहरूले, बुझ्नुभयो? सो कन्स्टिट्युसन अफ इन्डिया हामीले वाइ डु वी सेलिब्रेट रिपब्लिक डे? 26 जनवरीको दिन हामीले रिपब्लिक डे सेलिब्रेट गर्छौँ नि, किन? हजुर, 15 अगस्त 1947 मा त हामीले के पाएको थियो, इन्डिपेन्डेन्स पाएको थियो। कसकोबाट? ब्रिटिसर्सहरूकोबाट। बट वाइ डु वी सेलिब्रेट 26 जनवरी देन, रिपब्लिक डे होइन? वाइ? यस एक्ज्याक्टली। ओके, सो इन्डियामा हामीले के भएको थियो भन्दाखेरि चाहिँ जब ब्रिटिसर्सहरूको थियो रुल थियो, ब्रिटिसर्सहरूको राज थियो, इन्डियामा शासन थियो, हाम्रोमा के थिएन, हाम्रो कुनै एउटा पावर थिएन, आइडेन्टिटी थिएन, हाम्रो इन्भल्भमेन्ट थिएन। ओके,
नाउ 26 Jan 1950 देखि चाहिँ हामीले के भएको छ, हाम्रो कन्स्टिट्युसन हामीले लागू भएको थियो। द्याट्स वाइ त्यो दिनलाई चाहिँ हामीले के भनेर सेलिब्रेट गर्छ, रिपब्लिक डे भनेर। ओके, सो म किन तपाईँहरूलाई ब्याकमा जाँदैछु भन्दाखेरि चाहिँ नाउ हाम्रोमा पहिलादेखि जब ब्रिटिसर्सहरू थियो यहाँनिर रुल गर्दै थियो, तपाईँहरूले पनि पढ्नु भएको होला ब्रिटिसर्सहरूको कहिलेदेखि आयो होइन। पहिला डचहरू थियो, त्यहाँबाट ब्रिटिसर्सहरूले कहाँनिर के भन्छ पोर्टहरू इस्टाब्लिस गर्यो एज अ ट्रेडिङ कम्पनी होइन, इस्ट इन्डिया कम्पनी भएर आएको थियो। देन त्यसको बादमा स्लोली उनीहरूले के गर्यो, बङ्गालमा पनि उनीहरूले आफ्नो पोर्टहरू इस्टाब्लिस गरेर देन त्यसको बादमा उनीहरूले के गर्नु थाल्यो, जमिनदारी राइट्सहरू लियो। पढ्नु भएको हो नि त यो सब चिज तपाईँहरूले होइन। ओके, सो त्यसरी स्लोली उनीहरूले के गर्नु थाल्यो, हाम्रो यहाँको जो त्यतिखेरको राजाहरू थियो, ओके, प्रिन्सली स्टेट्सहरू थियो, उहाँहरूकोबाट आफ्नोमा के गर्नु थाल्यो, पावर। ओके, स्लोली जमिनदारी राइट्स रेभिन्यू कलेक्सन गर्नु थाल्यो। देन स्लोली उनीहरूले के गर्नु थाल्यो, गभर्मेन्टै आफूले चलाउनु थालेर चाहिँ इन्डियालाई नै के गर्नु थालेको थियो, रुल गर्नु थालेको थियो। नाउ देयर मोटिभ, मैले भन्नु खोजेको चाहिँ तपाईँलाई यो सबै चिज कहानी भनेर चाहिँ मोटिभ सम्झाउनु खोज्दैछु। ओके, सो ब्रिटिसर्सहरूको मोटिभ चाहिँ के थियो, दे आर फ्रम आउटसाइडर होइन, उनीहरू त इस्ट इन्डिया कम्पनी थियो, ब्रिटिसर्सहरू थियो। सो उनीहरू आएर यहाँनिर चाहिँ के गर्नु खोज्दै थियो, हामीमाथि रुल गर्नु खोज्दै थियो। ओके, अप्रेस गर्नु खोज्दै थियो। ओके, सो त्यसको लागि उनीहरूले पनि के गर्दै थियो, रुल्स एन्ड रेगुलेसन्स बनाएको थियो। ओके, सो त्यो रुल्स एन्ड रेगुलेसन चाहिँ कस्तो खालको थियो भन्दाखेरि चाहिँ यहाँको मान्छेको अपलिफ्टमेन्टको लागि भनेर थिएन, उहाँहरूलाई चाहिँ के चाहिएको थियो, मेन मोटिभ के थियो, उहाँहरूको अप्रेस गरेर राखौँ भनेर। ओके, कस्तो गरेर चाहिँ यिनीहरूलाई चाहिँ दबाएर राख्नु, आफ्नो फाइदा उठाउनु लागि त्यसरी चाहिँ उहाँहरूले पनि रुल्स एन्ड रेगुलेसन्सहरू लजहरू बनाएको थियो। ओके, सो मैले अघि तपाईँलाई जुन चाहिँ कन्स्टिट्युसन भनेर सोधेको थिएँ, त्यो कन्स्टिट्युसन चाहिँ किन सोधेको भन्दाखेरि चाहिँ वाइ डु वी निड कन्स्टिट्युसन। हाम्रो लागि कन्स्टिट्युसनको के जरुरत छ? एउटा कुनै पनि सिभिल सोसाइटी जुन चाहिँ हुन्छ नि, सिभिल सोसाइटी जुन चाहिँ रन गर्नु लागि चाहिँ एउटा के हुनुपर्छ, बेसिक फ्रेमवर्क हुनुपर्छ। अदरवाइज त्यो फ्रेमवर्क छैन भने के हुन्छ, ह्याप्पाजट वेमा हुन्छ, जसलाई जे मन पर्यो, जसले जता मन पर्यो त्यसै गर्नु सक्छ। बट हाम्रो फाउन्डिङ फादर्सहरूले चाहिँ के गर्नुभएको छ, एउटा हाम्रो जुन चाहिँ कन्ट्री छ, कन्ट्रीलाई चाहिँ एक दिशा दिनु लागि चाहिँ ओके एउटा उयो गर्नु लागि चाहिँ के गर्छ, सिभिल सोसाइटीमा त्यो फ्रेमवर्कमा बाँध्नु लागि चाहिँ के भनेको छ, कन्स्टिट्युसन, संविधान भनेर हामीलाई दिएको छ। र जति पनि त्यहाँदेखि यता तपाईँले राजनेताहरू देख्छ, लेजिस्लेचर्सहरू देख्छ, उहाँहरूले पनि के गर्छ, त्यही कन्स्टिट्युसनले जति दायरा राखेको हुन्छ, जति उनीहरूलाई लिबर्टी दिएको हुन्छ, त्यही लिबर्टीको भित्रमा मात्रै उहाँहरूले पनि सबै चिज गर्नु सक्छ। बुझ्नुभयो, सबैजनालाई पावर पनि दिएको छ, सँगसँगै रेस्पोन्सिबिलिटिज पनि दिएको छ। र त्यसरी नै उहाँहरूलाई के छ, खुल्ला पनि छ, बाँधेर पनि राखेको हुन्छ। सो एउटा सिभिल सोसाइटीलाई चाहिँ रन गर्नु लागि चाहिँ के चाहिन्छ, हामीलाई एउटा फ्रेमवर्क चाहिन्छ। बुझ्नुभयो, त्यो फ्रेमवर्क चाहिँ द्याट्स वाइ हामीलाई के चाहिन्छ, एउटा कन्स्टिट्युसन चाहिन्छ। सो कन्स्टिट्युसनमा चाहिँ अब जस्तै मैले अघि तपाईँलाई ब्रिटिसर्सहरूको कुरा भन्दै थिएँ, त्यो अप्रेसिभ हुँदाखेरि चाहिँ हाम्रोमा त्यतिखेर कन्स्टिट्युसन थिएन। ओके, सो कन्स्टिट्युसन नभएको कारणले गर्दा ब्रिटिसर्सहरूलाई के थियो, खालि अपरेसन गर्नुसँग मात्रै मतलब थियो, दबाएर राख्नुसँग मात्रै मतलब थियो। सो उहाँहरूले पनि के गर्नुभएको थियो, एउटा लजहरू गर्नु के अरे इनेक्ट गर्नुभएको थियो ब्रिटिसर्सको पार्लियामेन्टबाट त्यतिखेरको। ओके, सो तिनीहरू त्यो लजहरूलाई चाहिँ नाउ फाइनल्ली लास्ट इयरमा आएर चाहिँ हामीले के गरेको छ, हाम्रो आफ्नै लज बनायो। बुझ्नुभयो, सो पहिला ब्रिटिसर्सहरूदेखिको लज चाहिँ अहिलेसम्म पनि हामीले स्मल एमेन्डमेन्ट्स गर्दै बिचमा अलिअलि त्यसलाई के भन्छ, सुधार गर्दै गर्दै चाहिँ चलाएर आउँदै थियो। ओके, 1860s को ल चल्दै थियो हाम्रो कन्ट्रिजमा, जस्ट इमेजिन 1860s। ओके, सो 1860s को लजहरू थियो जुन चाहिँ, त्यसलाई चाहिँ हामीले लास्ट इयर ओके, सो यहाँनिर तपाईँहरूले देख्नु पनि सक्नुहुन्छ, यो जुन चाहिँ के भन्छ पुरानो लज र नयाँ लजको हामीले यहाँ ब्यानर पनि ल्याएको छ। सो त्यसमा देख्न सक्नुहुन्छ, पहिला के थियो, इन्डियन पिनल कोड भनेर थियो, आइपिसी, सुन्नुभएको होला तपाईँहरू कसैले होइन। सो त्यसलाई के भन्थ्यो, भारतीय दण्ड संहिता। ओके, दण्ड खालि उनीहरूलाई केसँग मात्रै मतलब थियो, पनिसमेन्टसँग मतलब थियो। ओके, सो द्याट्स वाइ उनीहरूको जुन चाहिँ थट प्रोसेस छ त्यस्तै खालको लजहरू पनि थियो। ओके, इन्डियन पिनल कोड, भारतीय दण्ड संहिता भन्थ्यो त्यसलाई। सो त्यसमा चाहिँ के छ, 1860s को ल हो त्यो। नाउ लास्ट इयरसम्म हामीले त्यही ल नै चलाएर आइरहेको थियो, बट त्यसमा के थियो, एमेन्डमेन्टहरू गर्दै 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 आएको थियो। वान्स कन्स्टिट्युसन अफ इन्डिया जब हामीले इनेक्ट गर्दाखेरि पनि यही लजहरूलाई नै हामीले एक्सेप्ट गरेको थियौँ त्यतिखेर। ओके, सो अब त्यो ल चाहिँ अहिले चेन्ज भएर के भएको छ, भारतीय
न्याय संहिता। नाउ सी द डिफरेन्स। ओके, तपाईँले फर्स्टमा ब्रिटिसर्सहरूले बनाएकोमा के भन्दै थियो? इन्डियन पिनल कोड, भारतीय दण्ड संहिता। दण्ड भनेको के हो? पनिसमेन्ट। ओके, नाउ अब लास्ट इयरमा हाम्रो पार्लियामेन्टले पास गरेको एउटा ल छ, त्यसलाई नै हामीले रिपिल गरेर नयाँ ल पास गरेको छ। त्यसमा चाहिँ के भन्दैछ? त्यसको नाम चाहिँ भारतीय न्याय संहिता। न्याय मतलब जस्टिस। ओके, सो अब तपाईँहरूले फिल गर्नु पऱ्यो डिफरेन्स चाहिँ। ओके, ब्रिटिसर्सहरूको थट्स र अहिलेको हाम्रो पार्लियामेन्टेरियनहरूको थट्स। ओके, सो ब्रिटिसर्सहरूको थट्स के थियो? खालि अप्रेस गर्नु थियो, पनिस गर्नु थियो। हाम्रो इन्डियन्सहरूलाई पनिस गरेर राखेर उनीहरूले आफ्नो दबदबा गराउनु पर्ने थियो। ओके, सो तिनीहरूले के गरेको थियो? पिनल प्रोभिजन्सहरू थियो। अब अहिले हाम्रो के भन्छ पार्लियामेन्टेरियनहरूले चाहिँ के गर्यो? त्यसलाई हटाएर के भन्दैछ? न्याय संहिता। सो अब चाहिँ हाम्रो जुन चाहिँ थट्स छ त्यो चाहिँ केपट्टि जाँदैछ? जस्टिस दिलाउनु पर्यो। ओके, पहिला चाहिँ खालि के मात्रै थियो? पिनल प्रोभिजन थियो, दण्ड दिलाउनुसँग मात्रै मतलब थियो। अहिले चाहिँ हाम्रो अब नयाँ के आउँदैछ? जस्टिस। ओके, सो यो जुन चाहिँ के भन्छ ट्रान्सफर्मेसन छ। ओके, त्यस्तै प्रकारले ब्रिटिसर्सहरूको टाइममा अब दण्ड त दिलाउनु, तर कस्तो प्रकारले दिलाउनु त्यसको पनि एउटा के हुन्छ? प्रोसिजर हुन्छ होइन। एउटा मान्छेले चाहिँ सपोज मानिलिनुहोस् तपाईँको घरमा गाई के अरे बाख्राको गोठ छ, एउटा मान्छेले बाख्रा चोरेर लगेर मारेर खायो अरे मानिलियो। ओके, सो अब बाख्रा चोरेर लगेर खाएर के अरे मारेर खाने मान्छेलाई पनि तपाईँले मार्छु भन्दा हुन्छ? मान्छे नै मार्छु भन्नु त मिलेन होइन। सो त्यो मान्छेलाई कस्तो प्रकारको दण्ड दिनुपर्ने र कसरी दण्ड दिनुपर्ने त्यसको के हुन्छ? प्रोसेस हुन्छ। सो त्यो प्रोसेसको लागि चाहिँ त्यतिखेर ब्रिटिसर्सहरूको टाइममा थियो कोड अफ क्रिमिनल प्रोसिजर। नाम यो चाहिँ के हो? एउटा प्रोसिजरल कोड हो, मतलब ल हो जुन चाहिँमा चाहिँ के छ? एभ्री पनिसमेन्टको, एभ्री तपाईँको जति पनि के भन्छ क्राइम हुन्छ त्यसलाई चाहिँ कसरी हामीले प्रोसेस गर्छ, कसरी त्यसको एगेन्स्टमा हामीले कारबाही गर्छ, त्यसको के दिएको हुन्छ? प्रोसिजर मेन्सन गरेको हुन्छ। ओके, नाउ द्याट इज अल्सो 1860s मै थियो, बट बिचमा हामीले के गरेको थियो? त्यसको एमेन्डमेन्ट गरेको थियो। ओके, एमेन्डमेन्ट भनेको मतलब चाहिँ संशोधन। संशोधन मतलब जुन चाहिँ विथ टाइम हामीलाई पनि अब यो चाहिँ चेन्जेस ल्याउनुपर्छ होला भनेर त्यतिखेरको जो लेजिस्लेचर्सहरू थियो उहाँहरूले के गर्नुभएको थियो? चेन्जेसहरू ल्याउनु भएको थियो। ओके, सो कोड अफ क्रिमिनल प्रोसिजर भन्थ्यो जुन चाहिँ ब्रिटिसर्सहरूको टाइममा थियो। नाउ द न्यू ल सेज के भन्छ रहेछ? भारतीय नागरिक सुरक्षा संहिता। नाउ अब यसमा पनि तपाईँहरूले सोच्नुहोस् है, यसमा पनि के छ? हाम्रो थट हुन्छ नि, अब एज अ इन्डियाको थट तपाईँहरूले बुझ्नु सक्नुपर्छ। यसमा पनि भारतीय मतलब इन्डियन होइन, सो नागरिक मतलब सिटिजन, सुरक्षा मतलब सेक्युरिटी या प्रोटेक्सन। ओके, सो अब हाम्रो चाहिँ पहिलाको के थियो? प्रोसेस, खालि प्रोसेसलाई मात्रै मध्यनजर नराखेर अब चाहिँ के भन्दैछ? सिटिजनको प्रोटेक्सनलाई पनि बेसी इम्फेसिस गर्दैछ। ओके, सो ब्रिटिसर्सहरूको थट्स र अहिलेको हाम्रो इन्डियन्स जुन चाहिँ पार्लियामेन्टेरियन्स हुन्छ उनीहरूको थट्स चाहिँ यहाँनिरबाट तपाईँले देख्नु सक्छ। सो द्याट्स वाइ हामीलाई के चाहिन्छ भनेको मैले फर्स्टमा तपाईँलाई कन्स्टिट्युसन। सो कन्स्टिट्युसनले चाहिँ हामीलाई यसो गर्नु यसो नगर्नु भनेर के दिन्छ? दिशा दिन्छ। ओके, जस्तै तपाईँहरू क्रिस्चियन हुनुहुन्छ भने बाइबल भन्छ नि होइन, बाइबलले नै सबै थोक गभर्न गरेर जान्छ। जस्तै हिन्दू छ भने हिन्दूको के हुन्छ? गीता छ, भगवत गीता छ, पुराण छ होइन। त्यस्तै पाराले बुद्धिस्टहरूको पनि छ। सो त्यस्तै पाराले हामी एज अ कन्ट्री एज अ होलको चाहिँ के हुनुपर्छ? कन्स्टिट्युसन। ओके, हाम्रो कन्ट्रीको बाइबल, हाम्रो कन्ट्रीको गीता चाहिँ के हो? कन्स्टिट्युसन हो। एज अ सिटिजन हाम्रो के हो? कन्स्टिट्युसन चाहिँ मेन बुक हो। ओके, सो त्यस्तै प्रकारले नयाँ त्यतिखेर पनि एउटा के थियो? अब कुनै क्राइम भयो अरे, क्राइम भयो, अफेन्स भयो। ओके, नाउ अफेन्सलाई प्रुफ गर्नु लागि के चाहिन्छ? सपोज तपाईँले मानिलिनुहोस् सम ए, एकजना स्टुडेन्ट छ ए, सो एकजना अर्को स्टुडेन्ट छ बी। एले चाहिँ बीको पेन चोर्यो अरे भनेर प्रुफ गर्नु पऱ्यो भने के चाहिन्छ? एभिडेन्स चाहिन्छ नि त होइन। सो एभिडेन्स बेगर त कसरी भन्नु सक्छ तपाईँले मेरो पेन चाहिँ तपाईँले चोर्यो भनेर? अर्कोले फेरि मैले कहिले चोरेँ भनेर टाइममै देला होइन। सो त्यसको लागि के चाहिन्छ? हामीलाई एभिडेन्स चाहिन्छ। सो एभिडेन्स पनि हामीले त्यतिखेर ब्रिटिसर्सहरू हेर्नुहोस् है, सो ब्रिटिसर्सहरूले के गरेको थियो त्यतिखेर? इन्डियन एभिडेन्स एक्ट भनेर गरेको थियो, जुन चाहिँमा चाहिँ एभिडेन्सहरू कसरी कलेक्ट गर्नु, एभिडेन्सहरूलाई कसरी प्रोसेस गर्नु, त्यो सबै चिज चाहिँ त्यसमा मेन्सन थियो। नाउ त्यसलाई पनि चेन्ज गरेर अहिले नयाँ के भन्छ नाम दिनुभएको छ। त्यसको नाम चाहिँ के छ? भारतीय साक्ष्य अधिनियम। साक्ष्य मतलब एभिडेन्स। ओके, सो दिज आर द न्यू लज जुन चाहिँ कहिलेदेखि इनेक्ट भएको छ?
1st of July 2024. ओके, सो 1st of July 2024 देखि चाहिँ हामीले के गर्यौँ, ब्रिटिसर्सहरूको पालादेखि चलिआएको रुडिमेन्ट्री लजहरू थियो जुन चाहिँ, त्यसलाई चाहिँ हामीले बहिष्कार गरेर अब हुँदैन, हामी यो चलाउँदैनौँ भनेर चाहिँ अब हामीले के गर्यो, हामी एउटा स्वतन्त्र देश हो, हाम्रोमा हाम्रै खालको कानुन हुनुपर्छ भनेर चाहिँ के गरेको छ, नयाँ लजहरू इनेक्ट गरेको छ। सो अब तपाईँहरूकोबाट पनि क्वेसन हुन सक्नुपर्ने हो कि यसमा चाहिँ के छ त त्यसो भए डिफ्रेन्स चाहिँ भनेर। नाम अब इन्डियनलाई भारतीय भन्यो होइन, नाम त त्यही हो नि त होइन, साक्ष्य भनेको एभिडेन्स, अधिनियम मतलब एक्ट। सो नाम मात्रै चेन्ज गरेर हुन्छ कि भित्र बुद्धि पनि चेन्ज भएको छ होइन, भित्रको चिज पनि चेन्ज हुनु पऱ्यो नि त। सो विथ टाइम अब अहिलेको जमाना अनुसारको यसमा धेरैवटा चेन्जेसहरू छ, बुझ्नुभयो। पहिलाको जमानामा त्यो सब चिज थिएन, फेसिलिटिज थिएन, त्यो सब चिजको हाम्रोमा सुख सुविधाहरू थिएन। सो अहिलेको जस्तो एज छ, जस्तो टाइम छ, त्यही अनुसारको के छ, नयाँ नयाँ चिजहरू पनि इनेक्ट भएको छ। जस्तै फर इक्जाम्पल तपाईँहरूलाई सपोज कुनै पनि चिजको के भन्छ, लु सपोज तपाईँलाई मानिलिनुहोस् क्लास 10 को तपाईँको सर्टिफिकेट हरायो भने के गर्नुपर्छ, फर्स्टमा त भन्छ पुलिस स्टेसन गएर एउटा एफआइआर लेख्नु र के अरे एफआइआर रेजिस्टर गराउनु भन्छ कि तपाईँको फल्ना 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 क्लासको डकुमेन्ट्स चाहिँ हराएको छ भनेर होइन। डुप्लिकेट एप्लाई गर्दाखेरि गर्नुपर्छ होइन, देन न्युज पेपरमा दिनु पऱ्यो, पब्लिस गर्नु पऱ्यो, देन त्यसको बादमा रिजनल अफिसमा एप्लाई गर्नु पऱ्यो, अनि त्यसको तपाईँको डुप्लिकेट कपी पाउँछ तपाईँले। ओके, सो त्यसको लागि फर्स्ट स्टेप इज पुलिस स्टेसनमा गएर के गर्नुपर्छ, तपाईँहरूले एफआइआर दिनुपर्छ। ओके, नाउ पहिला चाहिँ के थियो भन्दाखेरि चाहिँ तपाईँहरू खुद गएर लेखेर रिटर्नमा लिएर गएर तपाईँले बुझाउनु पर्थ्यो। नाउ अहिलेको जमाना अनुसार चाहिँ यो भारतीय के भन्छ, यो नागरिक सुरक्षा संहिता, यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ यु हेभ द लिबर्टी कि तपाईँले अनलाइन पनि गर्नु सक्नुहुन्छ। ओके, इलेक्ट्रोनिक मिन्स युज गरेर पनि गर्नु सक्नुहुन्छ, भाया के भन्छ एसएमएस पनि तपाईँले गर्नु सक्नुहुन्छ। ओके, बट त्यसमा पनि के भन्छ क्लजेसहरू छ। ओके, तपाईँले इलेक्ट्रोनिक मिन्सबाट या फिर इमेल आइडीबाट तपाईँले एप्लिकेसन फाइल गर्नुभयो भने तपाईँको एप्लिकेसन रेजिस्टर हुन्छ, बट विदिन 3 days, ओके विदिन 3 days तपाईँहरू गएर त्यसलाई के पनि गर्नुपर्छ, पर्सनल्ली सिग्नेचर पनि गर्नुपर्छ। ओके, सो 3 दिनभित्रमा तपाईँले सिग्नेचर गर्नु भएन भने चाहिँ फेरि त्यो केही न केही हुन्छ। ओके, सो द्याट लिबर्टी इज गिभन। ओके, अब नाउ अहिलेको जमाना अनुसार सबैको मोबाइल फोन छ, स्मार्टफोन छ, सबैजना के भएको छ, डिजिटल 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 भनेर हिँड्छ। सो हाम्रो यो अहिलेको जुन चाहिँ नयाँ लज छ यसमा पनि के छ, डिजिटल एभिडेन्सेस या डिजिटल मिन्स, इलेक्ट्रोनिक डिभाइसेस, इलेक्ट्रोनिक मिन्सलाई पनि धेरै इम्फेसिस दिएको छ। ओके, सो यसमा चाहिँ तपाईँले इलेक्ट्रोनिक मिडियमबाट पनि बहुत कुछ गर्नु सक्छ अहिलेको। जस्तै एफआइआर तपाईँले इलेक्ट्रोनिक मिन्समा एप्लाई गर्नु सक्छ। जस्तै अब मानिलिउँ तपाईँहरूसँग नहोस् पनि त्यस्तो, तपाईँको कोही दाजु बहिनी दिदी भाइ कोही बाहिर पढ्दैछ अरे, सपोज मानिलिउँ बेङ्गलोरमा नर्सिङ गर्दैछ या फिर केही कोर्स गर्दैछ, इन्जिनियरिङ गर्दैछ, उसँग केही त्यस्तो तलमाथि केही बेङ्गलोरमा भयो अरे, ऊ जानु सकेन एफआइआर दिनु, पुलिस स्टेसनमा जानु पनि सकेन, डरायो अरे सपोज होइन, भने तपाईँहरू गार्जेनहरूले या फिर तपाईँहरूले चाहिँ के गर्नु सक्नुहुन्छ, आफ्नो नियरेस्ट पुलिस स्टेसनमा गएर पनि एफआइआर रेजिस्टर गर्नु सक्नुहुन्छ। ओके, सो यसमा बााउन्ड्रीको लिमिट छैन अहिले। पहिला चाहिँ के थियो, अब सपोज मेरो जुरिडिक्सनमा मेरो मङ्गन पुलिस स्टेसनको अन्डरमा डिक्चुदेखि माथि पर यो के भन्छ उयसको के धमला भिरको उतापट्टिदेखि यता होइन, टुङदेखि मुनि इन्सिडेन्ट भयो भने मात्रै म एफआइआर लिन्थेँ। बट अब चाहिँ के हुन्छ, एफआइआर तपाईँको अल ओभर इन्डिया जहाँ पनि तपाईँहरूसँग केही पनि इन्सिडेन्टहरू भएको छ त्यस्तो, या फिर आफ्नो मान्छेहरूसँग इन्सिडेन्ट भएको छ जसले चाहिँ के गर्दैछ, एफआइआर दिनु सकेको छैन होइन, कोही बेला हस्पिटलाइज हुन्छ, कोही बेला मान्छे के हुन्छ डराउँछ र एफआइआर दिनु सकेन भने पनि तपाईँले के गर्नु सक्नुहुन्छ, यहाँ मङ्गन पुलिस स्टेसनमा आएर पनि एफआइआर दिनु सक्नुहुन्छ। एन्ड द्याट इज कल्ड जिरो एफआइआर। ओके, सो जिरो एफआइआर भनेर भनिन्छ त्यसलाई चाहिँ, जुन चाहिँमा चाहिँ तपाईँहरूले के गर्नु सक्नुहुन्छ, यहाँनिर एफआइआर रेजिस्टर गर्न सक्नुहुन्छ, बेङ्गलोरमा या फिर दिल्लीमा कलकत्तामा भएको इन्सिडेन्टमा पनि। ओके, यो चिजहरू तपाईँहरूले राम्रोसँग बुझ्नुहोस्, भोलिको दिनमा तपाईँलाई काम पर्ला यस्तो चिजहरूको। ओके, तपाईँहरूको आमा बाबाहरूलाई पनि घरमा गएर तपाईँहरूले यो चिजहरूको बारेमा चाहिँ भन्नुपर्छ। ओके, सो यो चाहिँ भयो हाम्रो फर्स्ट पार्ट, जुन चाहिँमा चाहिँ मैले तपाईँलाई के भन्दैछु, नयाँ लजको बारेमा तपाईँहरूलाई मैले ब्रिफली भन्दैछु। त्यो नयाँ लजको बारेमा बुझ्नुभयो, यसको हिस्ट्री पनि बुझ्नुभयो तपाईँहरूले, देन अहिले के भएको रहेछ त्यो पनि बुझ्नुभयो। कसैलाई के क्वेसन छ यसमा छ? ओके, सो फर्स्टमा हाम्रो ब्रिटिसर्सको टाइममा चाहिँ के थिएछ, इन्डियन पिनल कोड। नाउ अहिले चाहिँ के भएको रहेछ, त्यसलाई चाहिँ के भन्दो रहेछ, भारतीय न्याय संहिता। संहिता मतलब ल भनेको नि, कोड भनेको। ओके, त्यसकै रूपान्तरण मात्रै हो, इङ्ग्लिसको रूपान्तरण हिन्दीमा गरेको जस्तो मात्रै हो।
ओके सो देन त्यसको बादमा पहिलाको के थिएछ कोड अफ क्रिमिनल प्रोसिजर त्यसलाई अहिले के भनिँदो रहेछ फेरि भारतीय नागरिक सुरक्षा संहिता ओके देन त्यस्तै प्रकारले ब्रिटिसहरुको टाइममा इन्डियन एभिडेन्स एक्ट भनिन्थेछ सो अहिले के भनिँदो रहेछ त्यसलाई भारतीय साक्ष्य अधिनियम ओके एभिडेन्स को रूपान्तरण हो बुझ्नुभयो इंग्लिश को एभिडेन्स नेपाली या फिर हिन्दी वर्ड हो के हुन्छ त्यसलाई साक्ष्य भन्छ ओके साक्षी दिनु भन्छ नि त्यस्तै ओके एभिडेन्स सो इन्डियन एभिडेन्स एक्टलाई चाहिँ के भन्दो रहेछ भारतीय साक्ष्य अधिनियम ओके क्लियर